हेलो एभ्रिवान, के तपाईँलाई डिजिटल मार्केटिङ बिगिनरदेखि एडभान्ससम्म सिक्न मन छ वा तपाईँलाई अनलाइनबाट पैसा कमाउन मन छ वा तपाईँलाई तपाईँको स्किल्स डेभलप गर्न मन छ वा तपाईँलाई तपाईँको बिजनेस अनलाइनमा प्रमोट गरेर धेरै रेभेन्यू कमाउन मन छ भने दिस डिजिटल मार्केटिङ सिरिज इज राइट फर यु। ओके, यो चाहिँ डिजिटल मार्केटिङ सिरिजको पार्ट 1 हो र यो आजको भिडियोको अन्तिममा हामी जब्सको बारे पनि बुझ्छौँ। कतिको स्यालेरी छ, कतिको फर्स्टको स्यालेरी कति हुन्छ र कतिको जब पाउन सजिलो छ कि छैन, अनि त्यो चाहिँ पोजिसन कतिको जब छ हुन्छ नि, कतिको पोजिसन के फिल्डमा हामीले पाउन सक्छ। त डिजिटल मार्केटिङभित्र पनि धेरै नै फिल्डहरू छ, त्यसमा कतिको पाउन सकिन्छ त र स्यालेरी हामी सबै बुझ्ने नै छौँ। ओके, सो त्यो जबको लागि पनि तपाईँले लास्टसम्म हेर्नु होला, लास्टतिर हामी कुरा गर्नेछौँ जबको बारेमा। अब कुरा गरौँ हामी यो डिजिटल मार्केटिङ सिरिजमा हामी के पढ्ने छौँ। ओके, फर्स्टमा हामी पढ्नेछौँ बेसिक, किनभने यो बेसिकदेखि एडभान्ससम्मको हो, त्यही भएर हामी बेसिक पढ्नेछौँ। जस्तै कि डिजिटल मार्केटिङ भनेको के हो, अनि त्यो पछि वेबसाइट भनेको के हो, कसरी बनाउँछ, कसरी किन्छ, हामी त्यो सबै बेसिकदेखि आनन्दसँग हामी जानेछौँ। त्यही भएर यो च्यानललाई सब्सक्राइब गरेर साइडको बेल आइकन अन गरिहाल्नु होला, किनभने भिडियो मिस नहोला। सो अनि त्यो पछि हामी बुझ्नेछौँ, हेर्न सक्नुहुन्छ वेबसाइट कसरी बन्छ, वेबसाइट भनेको के हो, डोमेन भनेको के हो, वेब होस्टिङ भनेको के हो, कहाँबाट किन्ने, कसरी बनाउँछ, हामी त्यो बनाएर पनि हेर्नेछौँ। अफकोर्स हामी कोडिङ गर्दैनौँ, हामी वर्डप्रेस युज गरेर हामी ड्र्याग एन्ड ड्रप गरेर नै वेबसाइट बनाउन सिकाउँछौँ तपाईँलाई। अर्को छ हामी एसइओको बारेमा हामी सिक्छौँ। एसइओ भनेको के हो, एसइओ भनेको सर्च इन्जिन अप्टिमाइजेसन। यो भनेको चाहिँ यो एसइओको युज गरेर कसरी वेबसाइटलाई ऱ्याङ्क हाई गर्ने। तपाईँले गुगल 1मा देख्नुहुन्छ नि, कुनै वेबसाइट कि सर्च गरिहाल्नुभयो नि, हामी इक्जाम्पलमा नि हेरौँ, किनभने यो प्र्याक्टिकल हो होइन। जस्तै कि मैले यहाँनिर खोलेर राखेको छु होइन, जस्तै कि हामीलाई मोबाइल फोन चाहियो है, मोबाइल इन नेपाल हेर्न सक्नुहुन्छ। यहाँनिर ग्याजेट बाइट नेपालले को फर्स्टमा आयो, ग्याजेट बाइट नेपालको फर्स्टमा आएको छ है। त्यसको मतलब के हो, यो वेबसाइटको एसइओ एक्सपर्टले होइन एकदम राम्रोसँग एसइओ युज गरेको छ, त्यही भएर अरूलाई टपेर हेर्न सक्नुहुन्छ। मोबाइल प्राइज इन नेपाल यो पनि छ, मोबाइल प्राइज इन नेपाल भनेर अर्को वेबसाइट पनि छ, तर यही किन आयो त फर्स्टमा भन्दाखेरि यसले भित्र एसइओमा राम्रोसँग काम गरेको छ, एसइओ राम्रोसँग इम्प्लिमेन्टेसन गरेको छ, यसलाई भन्छ एसइओ। ओके, सो त्यो बुझ्यो हामीले एसइओ है। एसइओ हामी पढ्नेछौँ, अन पेज एसइओ, अफ पेज एसइओ हुन्छ, हामी ब्याकलिङ्क क्रिएट गर्न सिकिन्छ, हामी किवर्ड रिसर्च गर्न सिकिन्छ। यो अहिले तपाईँ वर्ड फ्यामिलियर नभए पनि तपाईँको एसइओको भिडियो आइसकेपछि अफकोर्स त्यो वर्ड तपाईँलाई एकदमै फ्यामिलियर लाग्नेछ। अर्को पनि चाहिँ हामी कन्टेन्ट राइटिङ, ब्लग कसरी लेख्ने। अफकोर्स ब्लग भनेको के हो भने म तपाईँलाई देखाइदिन्छु। ब्लग भनेको आर्टिकल्स जस्तो, जस्तै ग्याजेट बाइट भन्नेले नै हाल्यो होला, हेर्न सक्नुहुन्छ। बाई गाइड भन्ने हेर्न सक्नुहुन्छ। बेस्ट ल्यापटप्स अन्डर 8000, यो सबै ब्लग हो। यो कसरी लेख्ने, यसको लागि पनि ठुल्ठुलो कम्पनीहरूले छुट्टै मान्छेहरू हायर गर्छ, छुट्टै मान्छेहरू हायर गर्छ। सो यो कसरी लेख्ने, कतिको वर्डको लेख्ने, एकदमै इम्पोर्टेन्ट हुनेछ है। हामी त्यो पनि पढ्नेछौँ बेसिकदेखि एडभान्ससम्म, त्यो पनि जाने नै छौँ हामी। ओके, सो अर्को जानिन्छ गुगल एड्सहरू भनेको हेर्न सक्नुहुन्छ। ल्यापटप इन युके सर्च गरौँ, ल्यापटप इन युके। सो हेर्न सक्नुहुन्छ स्पोन्सर देख्नुहुन्छ, दिस इज द गुगल एड्स हुन्छ नि, हेर्न सक्नुहुन्छ स्पोन्सर, दिस इज द गुगल एड्स। यो कसरी रन गर्ने, यो स्पोन्सर गर्दाखेरि, यो एड चलाउँदाखेरि के कुरा ध्यानमा राख्नुपर्छ, त्यो पनि हामी सिक्ने नै छौँ। ओके, सो त्यसलाई भन्छ गुगल एड्स भनिन्छ। अनि जस्तै कि तपाईँले इन्स्टाग्रामतिर नि देख्नुभयो होला एडहरू, स्पोन्सरहरू है। सो त्यो कसरी गर्ने हामी त्यो अफकोर्स सिक्ने नै छौँ अब पछितिर आउने भिडियोमा। अब कुरा गरौँ आजको भिडियोमा चाहिँ हामी के पढ्नेछौँ त। हेर्न सक्नुहुन्छ आजको भिडियोमा हामी पढ्नेछौँ डिजिटल मार्केटिङ भनेको के हो। सबैले बुझिसक्नु भयो होला डिजिटल मार्केटिङ भनेको, त्यही पनि हामी एउटा सिम्पल डेफिनेसनबाट र इक्जाम्पलबाट हामी बुझ्नेछौँ डिजिटल मार्केटिङ भनेको के हो। अर्को बुझ्नेछौँ जब्स। अफकोर्स तपाईँहरूको फेभरेट जब, कतिको जब छ, कतिको स्यालेरी छ, केमा जब पाइन सकिन्छ, हामी त्यो बुझ्नेछौँ। अर्को चाहिँ हाउ टु स्टार्ट लर्निङ डिजिटल मार्केटिङ,
तपाईँले डिजिटल मार्केटिङ सुन्नुभयो, तर कसरी सिक्ने, कसरी आफ्नो नलेजलाई इन्क्रिज गर्ने मुभीहरू हामी रिकमेन्ड गर्नेछौँ र हामी एउटा ब्लगहरू आर्टिकलहरू मान्छेहरूलाई पनि पर्सनहरूलाई पनि फलो गर्नु हामी अफकोर्स रिकमेन्ड गर्नेछौँ। ओके, त्यो भन्दै हामी पहिलो बुझौँ डिजिटल मार्केटिङ भनेको के हो। ओके, हेर्न सक्नुहुन्छ यहाँनिर डिजिटल मार्केटिङ भनेको प्रोडक्ट अथवा सर्भिसेस इन्टरनेट युज गरेर प्रमोट गर्नुलाई डिजिटल मार्केटिङ भनिन्छ। जस्तै कि तपाईँले इन्स्टाग्रामतिर कन्टेन्ट क्रिएटरहरूले त्यो हाल्दै हुन्छ नि त, इन्स्टाग्रामको लुगाहरूको अकाउन्टको तल त्यो बायोमा अथवा क्याप्सनमा हाल्दै हुन्छ नि, त्यो पनि डिजिटल मार्केटिङ हो। र अर्को हामीले डिजिटल मार्केटिङको इक्जाम्पल देखिसकेको छौँ, हेर्न सक्नुहुन्छ यो पनि डिजिटल मार्केटिङ हो। स्पोन्सर हेर्न सक्नुहुन्छ, गुगल एड चलाउनु पनि डिजिटल मार्केटिङ हो। ल्यापटप इन नेपाल हेर्न सक्नुहुन्छ, यो पनि डिजिटल मार्केटिङ हो। यो हेर्न सक्नुहुन्छ वेबसाइटहरू आयो नि त, एसइओ युज भएर, एसइओ राम्रोसँग युज भएर यहाँ आयो नि त, यो पनि डिजिटल मार्केटिङ हो। त्यही भएर अफकोर्स सबै ठाउँमा डिजिटल मार्केटिङ युज भएको छ। ओके, अब बुझौँ जबहरू के छ त। अफकोर्स यहाँनिर सबैभन्दा फर्स्टमा एउटा जब भनेको डिजिटल मार्केटर है। डिजिटल मार्केटर मैले यहाँ किन नराख्नुको कारण चाहिँ किनभने यो बेसिकदेखि एडभान्ससम्म हो नि त। डिजिटल मार्केटरको काम चाहिँ के हुन्छ भने अफकोर्स स्यालेरी हाई हुन्छ, तर मार्केटरकोमा चाहिँ सबै कुरामा एडभान्स हुन्छ। जस्तै सोसियल मिडिया म्यानेजर एकदम एडभान्स हुन्छ, एसइओ एक्सपर्ट एडभान्स हुन्छ, यो सबै कुरा एडभान्स हुन्छ। किनभने हामी त बिगिनिङदेखि हो नि त, बिगिनर्सदेखि हो नि त, त्यही भएर मैले त्यो राखेको छैन। त्यो पनि पाउन सक्नुहुन्छ है जब। हामी एउटा बिगिनर्सले पाउने, अलिअलि बेसिक आएकोले पाउने मैले यहाँ राखेको छु। अफकोर्स राम्रैले पनि पाउने, तर डिजिटल मार्केटर भनेको चाहिँ एकदम सबैमा एक्सपर्ट हुनुपर्ने छ है। सो फर्स्टमा जाउँ सोसियल मिडिया म्यानेजर हेर्न सक्नुहुन्छ, म्यानेजेस फेसबुक एन्ड इन्स्टाग्राम। किनभने मान्छेहरूले पाएको हुन्न है, मान्छेहरू ठुल्ठुलो बिजनेसहरूले ह्यान्डल गर्नलाई टाइम हुँदैन, उनीहरूलाई ह्यान्डल गरिदिनु पनि चाहिन्छ, मेसेजहरू रिप्लाई गरिदिनेदेखि लिएर है सबै गरिदिने, पेजहरूमा पोस्टहरू हालिदिने। त्यसको लागि पनि हेर्न सक्नुहुन्छ सोसियल मिडिया म्यानेजरहरू चाहिन्छ, म्यानेजर फेसबुक इन्स्टाग्रामहरू। त्यसको लागि हेर्न सक्नुहुन्छ स्यालेरी 15,000 देखि 50,000सम्म छ। सो यो तपाईँले एउटा कम्पनीलाई मात्र होइन, अफकोर्स राम्रै एक्सपिरियन्स भयो भने तपाईँले अफकोर्स 2-3 वटा मान्छे कम्पनीसँग काम गर्न सक्नुहुन्छ। अर्को चाहिँ हेर्न सक्नुहुन्छ एसइओ एक्सपर्ट। एसइओ एक्सपर्ट भने अघि बुझिसक्यो हामीले एसइओको बारेमा है, कसरी वेबसाइटलाई नम्बर 1 लिएर आउने। सर्च गर्दा ल्यापटप प्राइज इन नेपाल गर्दाखेरि ग्याजेट बाइट किन आयो, अफकोर्स त्यसको रिजन के चाहिँ एसइओ एक्सपर्टले एकदम राम्रोसँग इम्प्लिमेन्टेसन गरेको छ। एसइओ सर्च इन्जिन अप्टिमाइजेसनलाई एकदमै इम्प्लिमेन्टेसन गरेको छ, त्यही भएर फर्स्टमा आयो अरू वेबसाइटलाई बिट गरेर हो। त्यसलाई कसरी फर्स्टमा लिएर आउने, अफकोर्स एसइओ एक्सपर्टको काम हो। त्यो स्यालेरी हेर्न सक्नुहुन्छ 20,000 देखि 80,000सम्म छ। अफकोर्स अर्को छ कन्टेन्ट राइटर, ब्लग्स कसरी लेख्ने। अघि हामीले ग्याजेट बाइट के हेऱ्यो, ब्लगहरू, त्यसको लागि हेर्न सक्नुहुन्छ 10,000 देखि 40,000सम्म छ। अफकोर्स तपाईँको एक्सपिरियन्स बढ्दै गयो भने, तपाईँको नलेज बढ्दै गयो भने यो स्यालेरी क्यान बी अ डबल अल्सो। ओके, सो अर्को छ गुगल एड्स। हामीले हेरिसक्यो है त्यो स्पोन्सर्डहरूको बारेमा, त्यो पनि सिक्नेछौँ कसरी रन गर्ने, हामी के ध्यान दिने त्यो गुगल एड्स चलाउँदा हामी त्यो पनि सिक्नेछौँ। अर्को चाहिँ फ्रिल्यान्सर। अफकोर्स यो त धेरै कुरामा आउँछ फ्रिल्यान्सिङ है। पछि चाहिँ यो चाहिँ एकदमै अलिकति हुन्छ नि, एउटा दुईवटा कम्पनीमा काम गरिसकेपछि 1-2 वर्ष काम गरिसकेपछिको लागि मात्र फ्रिल्यान्सिङ, नत्र एकदमै गाह्रो छ फ्रिल्यान्सिङ गर्नलाई है। त्यही पनि मैले यहाँ राखिदिएको छु $500 देखि 5,000सम्म छ। पछि तपाईँ एउटा इन्टर्नसिप गरेर होइन 1-2 वर्ष काम गर्नुभएपछि तपाईँ फ्रिल्यान्सिङ गएर युएसएतिरको क्लाइन्ट, बाहिरको फरेन क्लाइन्टसँग पनि काम गर्न सक्नुहुन्छ। अब बुझौँ कसरी सिक्ने त डिजिटल मार्केटिङ, के ध्यान दिने है। डिजिटल मार्केटिङ सिक्दाखेरि अफकोर्स तपाईँलाई मैले यो सिरिजबाट बेसिक सिकाउने छु, तर म के भन्छु भने तपाईँ एउटा उसमा जानुहोस् के, एउटा लाइनमा छिर्नुहोस्। सबैको बेसिक सिके पनि तपाईँलाई कुन चाहिँ मन पर्यो त्यसमा छिर्नुहोस्। जस्तै कि तपाईँलाई कन्टेन्ट राइटर म इन्ट्रेस्ट भयो भने यसको भित्र जानु, एडभान्स गर्नुहोस्, यसकोमा हुन्छ नि रिसर्च गर्नुहोस्, यसलाई एडभान्स गर्नु, अनि मात्र अरूतिर हेर्न थाल्नुहोस्। नत्र अरूको अलिअलि बेसिक लिएर बस्नुहोस्। जस्तै कि एसइओमा इन्ट्रेस्ट भयो भने एसइओमा एकदमै एडभान्स गर्नुहोस्। अरूको चाहिँ कन्टेन्ट राइटर, सोसियल मिडिया म्यानेजर, गुगल एड्सको चाहिँ अलिकति टच मात्र गर्नुहोस् कि, अलिकति छोको, अलिकति मलाई केही नआउने जस्तो नहोस् होइन। तर एसइओमा चाहिँ तपाईँ एकदमै बेस्ट होस्, तपाईँलाई यसमा इन्ट्रेस्ट छ भने। बुझ्नुभयो नि, गुगल एड्समा तपाईँ एकदम बेस्ट होस्, तर एसइओको बारेमा अलिअलि थाहा पाओस्।
तर त्यही भएर म के भन्छु भने तपाईँलाई एउटा लाइनमा छिर्नुहोस् पहिला सुरु है, अनि मात्र अरूमा हेर्न थाल्नुहोस्। तपाईँले एकैचोटि सबैमै एडभान्स गर्न खोज्नुभयो भने एकदमै गाह्रो हुन्छ। त्यही भएर मैले यहाँ डिजिटल मार्केटरको जब नराखेको हो। अब बुझौँ, हेर्न सक्नुहुन्छ डिजिटल मार्केटिङ कसरी सिक्ने। अफकोर्स रिड ब्लग्सहरू पढ्नुहोस्, जस्तै कि निल पटेलको हब स्पोर्ट, मोज भन्नेकोबाट फ्री ट्युटोरियल, सेमरस भन्ने पनि छ, त्योबाट पनि तपाईँ फ्री ट्युटोरियल हेर्न सक्नुहुन्छ, तपाईँ एउटा कोर्स गर्न सक्नुहुन्छ। अर्को छ वाच माई डिजिटल मार्केटिङ सिरिज। अफकोर्स किनभने म बिगिनरदेखि एडभान्ससम्म लगिरहेको छु, त्यही भएर तपाईँ यो सिरिज हेर्नुहोस्। एन्ड केही डाउट भयो भने जस्ट कमेन्ट गर्नुहोस् अथवा मलाई इन्स्टाग्राममा मेसेज गर्नुहोस्। अनि नत्र यो भिडियो यो सिरिज मैले सोचे जस्तो राम्रो भयो भने एउटा वाट्सएप ग्रुप बनाउँछु, त्यसमा हामी डिस्कस गर्ने नै छौँ। अर्को चाहिँ टेक फ्री कोर्सेस। अफकोर्स हेर्न सक्नुहुन्छ गुगल डिजिटल ग्यारेजबाट तपाईँ के अरे फ्री कोर्सेस गर्न सक्नुहुन्छ। हब स्पोर्टबाट एकाडेमीबाट तपाईँ फ्री कोर्स गर्न सक्नुहुन्छ। सेमरसले पनि फ्री डिजिटल मार्केटिङको कोर्स सिकाउँछ होइन, त्यो सिक्न सक्नुहुन्छ। अर्को चाहिँ हेर्न सक्नुहुन्छ मुभिज पनि हेर्नुहोस्, त्यहाँबाट पनि एकदमै राम्रो सिक्न सकिन्छ। जस्तै कि सोसल डिलेमा जस्तो, यहाँनिर ग्रेट ह्याक जस्तो, यहाँनिर मैले राखिदिएको 2-3वटा मुभी तपाईँ हेर्न सक्नुहुन्छ। अर्को छ द सोसल नेटवर्क, त्यो फेसबुक कसरी क्रिएट गर्यो। अफकोर्स त्यहाँबाट पनि एउटा केही आइडियाहरू तपाईँले पाउन सक्नुहुन्छ होइन। सो आज यो भन्दै हामी यो भिडियोको अन्तिममा आइसकेको छौँ र पार्ट 1 पनि सकिसकेको छ र पार्ट 2मा हामी वेबसाइट कसरी बन्छ अनि डोमेन वेब होस्टिङको बारेमा सिक्नेछौँ। सो आजको लागि यति नै। थ्याङ्क यू सो मच गाइज। सो च्यानललाई सब्सक्राइब गर्नुहोस् अनि कमेन्ट गर्नुहोस् अनि अफकोर्स लाइक गर्नुहोस्। र यदि तपाईँको साथीहरू डिजिटल मार्केटिङमा इन्ट्रेस्ट छ भने सिरिज योलाई सेयर पनि गरिदिनु होला, एकदमै हेल्पफुल हुनेछ हामीलाई। सो थ्याङ्क यू।